हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले चटपटे बनाउन लागेको छु, त्यही पनि गिलो चटपटे। ल हेर्नुहोस् है, अब चटपटेमा मैले चाहिँ के सामानहरू राखेको हुन्छु हैन। अनि मैले यहाँ जस्तो भिडियोमा देखाइरहेको छु हजुरहरूलाई के रहेछ सामानहरू एक गरेर हैन। सबै सामानहरू चाहिँ राखेर म देखाउँछु गिलो चटपटे कसरी बनाउने, एकदम सिम्पल तरिकाले के चाहिने रहेछ भनेर सिकाउँदै जाँदैछु म हजुरहरूलाई। अनि मेरो भिडियो हेर्नु होला। अब चाहिँ मैले यहाँ सबै सामानहरू राखेको देखाएको छु हजुरहरूलाई। अब चाहिँ मैले यहाँ के राखेको रहेछु भनेर चाहिँ ल अब बनाउन सुरु गरौँ है। पहिला प्याज राखेँ है, प्याज राखेँ, थोरै राखेको छु मैले। त्यसपछि गाजर राखेको छु अनि त्यसपछि गाजर राखिसकेपछि चाहिँ मैले टमाटर हालेँ, टमाटर पनि काटेको। अनि त्यसपछि अर्को चाहिँ मैले बदाम राखेको छु। बदाम चाहिँ हजुरलाई जति मनपर्छ त्यति राख्दा हुन्छ। त्यसपछि मैले दालमोठ राखेँ अनि दालमोठ। अनि त्यसपछि मैले काँचो मटर राखेको है, काँचो मटर। अनि त्यसपछि उसिनेको आलु राखेको छु। अनि उसिनेको आलु राखिसकेपछि चाहिँ अनि त्यसपछि आउँछ अर्को, त्यसपछि कुरकुरे थियो, त्यही भएर मैले कुरकुरे राखेको, नराख्दा पनि हुन्छ। अनि त्यसपछि चाउचाउ राखेँ, चाउचाउ वाइ। अनि त्यसपछि एउटा कुरा चाहिँ भुजा बिर्सिनु भएन, त्यसपछि मैले भुजा हालेँ हैन। अब यसलाई मैले राम्रोसँग चाहिँ मोल्छु है। पहिला मसलाहरू राखेको छु, त्यो चाहिँ बिरे नुन अनि जिराको धुलो हो मैले पिसेको, अनि नुन हो। अनि त्यसपछि अब यसलाई मैले मजाले के गरेको छु त मोलिरहेको छु, सबैलाई मिक्स गरिदिएँ है। मिक्स गरिदिसकेपछि चाहिँ मैले एकदम राम्रोसँग मैले चम्चाले मिक्स गरेँ, तर भएन, त्यही भएर मैले हातैले मिक्स गरिरहेको छु। अनि एकदम राम्रोसँग हातले मोलिसकेपछि चाहिँ मोलिराखेको छु। मोलिसकेपछि चाहिँ मैले अब राम्रोसित हेर्नु होला के राखेँ। मैले मोलिसकेँ। अब मोलिसकेपछि चाहिँ मैले अर्को राख्छु, के राख्छु भन्दाखेरि अब यसलाई चाहिन्छ तेल, काँचो तोरीको तेल है। अनि राम्रो सेन्ट आउँछ, एकदम मिठो हुन्छ खानामा, त्यही भएर तोरीको तेल राखेँ। अनि त्यसपछि कागती भ्याइएको थियो, अनि कागती भ्याइएको त्यसको सट्टामा चाहिँ मैले चुक राखेको छु। चुक चाहिँ एक बिर्का मात्र राखेको छु, किनकि धेरै जो लाग्छ चुक अमिलै हुन्छ कागती भन्दा। अनि त्यही भएर अनि त्यो चाहिँ राखिसकेको छु। अनि त्यसपछि अर्को चाहिँ मैले अब चाहिँ झोल राखेँ। यो चाहिँ यसमा कलर एड गरेर चाहिँ यसको झोल बनेको हुन्छ। हामीले झोल चटपटे बनाउन गइरहेको छौँ, त्यही भएर मैले झोल राखिदिएँ। अब यसलाई मजाले मैले मिक्स गर्छु मैले। मिक्स गरेपछि हेर्नुहोस् त कति खाम यम्मी देखेको छ। वाउ, खाँदा पनि एकदम टेस्टी थियो है, खाँदा पनि एकदम टेस्टी थियो। हेर्नुहोस् ला त कस्तो राम्रो गिलो चटपटे बन्यो। एकदम इजी वे छ, घरमै हुन्छ हजुरहरूको धेरै जसो सामानहरू बनाउन एकदम इजी छ। त्यही मसलाहरू कति राख्ने हो त्यसमा भर पर्छ। मसला ठ्याक्क राख्नु भयो भने चाहिँ एकदम खानामा टेस्ट आउँछ। हेर्नुहोस् त कति राम्रो देखेको छ, यम्मी। वाउ, मलाई चाहिँ गिलो चटपटे एकदम मनपर्छ है। हजुरहरू पनि यही हेरेर के बनाउन चाहनुहुन्छ, चटपटे बनाउन खान चाहनुहुन्छ भने मेरो यो भिडियो हेर्नु होला। लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई एभ्रिवान।